ए दिदी कति काम गर्नुहुन्छ आउनु गफलाम जति काम गरे सासूले जस दिन्नन् आउनु बस्नु ए दिदी के कुरा गर्ने अब म यो आमासँग मैले पिकनिक गऱ्यो भने मरिकट्टै जान्न म पिकनिक मरिकट्टै जान्न अब हेर्नुहोस् है आफू माछा मासु नखाने ए पिकनिकमा खसिया मासु कुखुरा मासु लिएर आएका अनि मैले यो खसिया मासु कुखुरा मासु तिमीहरूले ल्याऊ म माछा मासु खान्न मलाई थोरै पनिर ल्याइदिए हुन्थ्यो अनि पनिर पनि ल्याइदिएन अनि मैले यो पनिर नल्याइदियो मलाई थोरै पैसा घटाइदियो नि त 1000 रुपियाँ नलियो 1-200 घटाइदियो भन्दाखेरि त्यो हरिमाया चोथाले कति चोथाले रहेछ नि ए आएपछि त सबैजना आएपछि त खाएपछि त सबैजनाले 1000 तिर्नै पर्छ खाए नि 1000 तिर्नु पर्छ नखाए नि 1000 तिर्नु पर्छ भनेर दुम्याइ गरे मेरी देउरानी पनि त्यस्तै उसकै सपोर्ट लाएर दिनुपर्छ दिदी दिनुपर्छ भन्ने ऊ पनि त्यस्तै 1000 रुपियाँ तिरेन त घाटा लागेन सुगरको रोगी छु फेरि काउली र आलुको तरकारी पकाएका आलु छानेर काउली खाए कति खाए 20 रुपियाँको काउली खाए अनि यति चामल खाए कति खाए 100 को चामल खाए होला मुलाको अचार बनाएका जेवाको पिरो हालेको आफू फेरि ग्यास्ट्रिकको रोगी मुलाको अचार खाइन कति खाएर अनि मैले मेरो नातिलाई थोरै मासु पोको पारिदियो नि त कुखुराको मासु थोरै हालिदियो खसी मासु थोरै हालिदियो भन्दा त्यही हरिमाया ए जति खानियो यही खानियो कसैले घर लान पाइँदैन उही उचाल्ने फेरि ए भगवान् दिदी सर्लक्कै घाटा लाग्यो नि 1000 तिर्दा उही हरिमायालाई दिदी मैले मेरो आँखाले देखेको 5 बजी पिकनिक सकिएपछि उसले त्यो यति रकम मसला पनि झोला पोको पाएपछि मेरै आँखाले देखेको घरबाट कटौरा ल्याएर चाहिँ मासु कटौरा भरि हाली मेरै आँखाले देखेको पोको पारी लसुनको डल्ला थियो 3-4 त्यो पनि झोला पोको पारेर मेरै आँखाले देखेको प्याजका डल्ला तेल थियो आधा त्यो पनि झोला पोको पारेर ठ्याम 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 गरेर घरतिर गएँ हेर्नु त त्यसलाई ए भगवान् त्यही भएर अब म यो आमासँग मैले कार्यक्रम गरेँ कहीँ जानु मौला कालिका जाने भने 1000 उठाएर जान्न त्यहाँ पनि त्यही त होला नि सबैलाई त्यही सिकार नभई हुँदैन मन्दिर फर्केर आएपछि त्यही मासु खाने होला आफूले खान्न उता पनि घाटा म त अब दिदी यो आमासँग छोड्छु भन्छु मैले अब आमासँग मेरो भाग कति पैसा पर्छ भाग लगाइदियो म चाहिँ आमासँग छोड्छु भने त्यति भन्न आएको थिएँ म त घाटा लाग्यो नि त्यति सर्लकै 1000 रुपियाँ तपाईँ जानु भएन ठिकै गर्नुभयो म त घाटा लाग्यो नि कति 130 को खाएँ मैले 1000 तिरेँ त्यति महँगो आयो त ल नभन्नु फेरि कसैलाई आएर कुरा गरेको थिएँ नभन्नु त्यो हरिमा आएर फेरि राख्छ नि ससुरालाई त साडी उचाल्ने मान्छे ल